नमस्ते सम्पूर्णमा र हामी वक गइरहेको छौँ बेलुकाको डिनर गरेर साथीहरूसँग र अहिले सामाजिक सञ्जालमा 2-3 वटा भिडियोहरू चाहिँ एकदम भाइरल भइरहेको छ र यो भिडियोको विषय चाहिँ बुद्धिज्मसँग एकदम सम्बन्ध जोडेको छ र यो भिडियो चाहिँ हालैमा नेपालबाट भाइरल भइरहेको छ सामाजिक सञ्जालमा र यो जति पनि भगवान बुद्धमाथि आस्था राख्ने र बुद्धिज्मलाई फलो गर्नेहरूको लागि चाहिँ एकदम गम्भीर विषय बनेको छ। हालैमा नेपालबाट यो 2-3 वटा भिडियो भाइरल भएकोमा एउटा चाहिँ जुन अहिले हालैमा सुर्खेत भन्ने जग्गामा भगवान बुद्धको प्रतिमालाई चाहिँ डोरीले सङ्गलीले बाँधेर राखेको त्यो खालको भिडियोहरू भाइरल भइरहेको छ, फोटोहरू। र हामीले भन्छौँ भगवान बुद्ध नेपालमा जन्मेको र भनेर हामीले दुनियाँभरमा प्रचार प्रसार गर्छौँ, तर नेपालमै भगवान बुद्धको आस्थामाथि यस्तो नराम्रो घटना जोडिरहेको छ, भइरहेको छ। बारम्बार यस्तो खालको घटनाहरू आइरहेको छ। यो चाहिँ किन आउँदैछ? नेपाललाई एउटा चिनिने नै एउटा भगवान बुद्धको माध्यमबाट नै एउटा नेपाललाई विश्वभरिमा चिनिन्छ भने र अहिले नेपालमै भगवान बुद्धको प्रतिमा आस्थामाथि यस्तो खालको व्यवहार किन हुँदैछ र यो कसले गर्दैछ, यो हामीले बुझ्नुपर्ने, सोच्नुपर्ने एकदम गम्भीर विषय बनेको छ। र त्यसपछि एउटा भिडियो जुन एउटा भिक्षु नानीमाथि गाली कुटपिट भएको एउटा टिचरले त्यस्तो खालको नानीलाई गाली गरेर एउटा भिक्षुलाई गाली गरेर कुटपिट गरेको भिडियो पनि पुरा भाइरल भइरहेको छ। हाम्रो बुद्धिज्ममा सानो होस् ठुलो होस् रातो लुगा लगाइसकेपछि त्यो एउटा भिक्षु हो, हामीले त्यस्तो सम्मान दिन्छौँ। तर त्यहाँनिर त्यो भिक्षुमाथि गाली, एकदम नराम्रो गाली र कुटपिट गरेको छ। र यो सम्बन्ध जुन स्कुलबाट यस्तो भएको छ, यस्तो भिडियो भाइरल भएको छ, त्यो जग्गामा चाहिँ एकदम सोधीखोजी हुनुपर्छ किन यस्तो भयो। त्यो नानीले, त्यो भिक्षुले, सानो भिक्षुले कुनै काटमार मर्डर त गरेको थिएन होला, चोरी त गरेको थिएन होला। एउटा पढाइको विषय लिएर, सानो पढाइको विषय लिएर त्यस्तो कुटपिट गर्नुपर्ने, गाली गर्नुपर्ने, अहिले सामाजिक सञ्जालमा भाइरल गर्नुपर्ने विषय चाहिँ के थियो। र अर्को चाहिँ एउटा बाहिरको जुन थाइल्यान्डमा जस्तै 9 जना भिक्षुहरू एक्सिडेन्ट भएर मृत्यु भएको छ। त्यो एक्सिडेन्ट पनि एकदम गम्भीर छ। नानीले एक्सिडेन्ट गरेको भन्छ, तर त्यसमा पनि एकदमै हाम्रो लागि चाहिँ गम्भीर विषय बनेको छ। त्यो हामीले एकदम सोच्नुपर्ने कुरा छ। अहिले हामी बुद्धिज्महरूले जति पनि नेपालमा जन्मेको हो भनेर मात्रै हामीले सामाजिक सञ्जालमा प्रचार प्रसार गरेर मात्रै हुँदैन, त्यसको लागि सुरक्षा र एउटा समान इज्जत पनि हामीले दिन सक्नुपर्छ। र यसको विषयमा तपाईँहरूको भनाइ के छ, सोच के छ, तपाईँहरूले कमेन्टमा लेख्नुहोस् होला। तपाईँहरूको क्वेसन छ कि एन्सर छ कि तपाईँहरूले कमेन्टमा लेख्नुहोस्।